आज स्याटरडे होइन। अब आजको हाम्रो यात्रा भनेको चाहिँ सागासम्मको छ। मसँग छ मिकेश, भर्खरै एराइभ फ्रम जापान। मिकेश चाहिँ पहिला पनि गइसकेको होला, म चाहिँ गएको छुइनँ। कस्तो छ मिकेश त्यहाँको? लर्ड शिवको ठुलो मूर्ति छ होइन, स्ट्याचु छ। यहाँ झुरुङ्गे बुल्स छ, तित्रीहरू दामी पाउँछ, बेस्ट पाउँछ होइन। A few moments later. सागा आइसकेको छु। अलिक अँध्यार हुन थाल्यो, साँझको समय छ होइन। अब सागाको यो चोकमा छौँ, बजारमा। 100 रुपिजमा टिकट पाइँदो रहेछ। भर्खरै टिकट लियौँ हामीले चाहिँ होइन। अब अगाडि बढिँदैछ। मौसम एकदम चिसो कुल छ। अलिकति बेलुकाको समयमा आइयो होइन, त्यही भएर पनि चिसो अलिक बढेको महसुस गरिँदैछ। यहाँ हिमाल पनि देख्न सकिन्छ अगाडि होइन। यहाँ लोत्से हिमाल चाहिँ देखिँदो रहेछ। बेलुकी पखको यो घामको अलिअलि मिरमिराउँदो किरण लोत्से हिमालमा परेको देखिन्छ। बाटो एकदम उकालो छ, म त एकदम थाकिसकेँ होइन। एकदम तपाईँले हेर्न सक्नुहुन्छ बाटो एकदम यस्तो पाराले गएको छ। यता चाहिँ सेफ्टीको लागि तारहरू हालिदिएको छ। जस्ट लुक एट ब्याक। अब यता काभ्रे भन्ने ठाउँ छ होइन। हामी जाँदैछौँ, हल्का अँध्यारो पनि भइसक्यो। अलिकति देखिसकेको छ महादेवको स्ट्याचु एकदमै ठुलो छ। हामी अगाडि बढ्दैछौँ। मेरो ब्याकग्राउन्डमा देख्न सकिन्छ शिवजीको अग्लो न अग्लो मूर्ति छ यहाँ चाहिँ होइन। लर्ड शिवको हाम्रो देवादिदेव महादेव। महादेवको सामु आयो। भक्त होइन तिमी महादेवको? महादेवको पनि भक्त हो। साथसाथै राम्रो खुसी भइरहेछ, एकदमै फ्रेस पनि भइरहेछ होइन। मस्त हावा, इन्भाइरोमेन्ट पनि धेरै राम्रो छ होइन। एकदमै प्लिजेन्ट छ मौसम। सब भक्तपुर एरिया देखिन्छ, काठमाडौँ एरिया देखिन्छ। यता डाँडा काँडा हरियो वन नेपालको धन भने जस्तो देखिन्छ होइन। चिसो हामीलाई पाउँदा भगवान् शिवको दर्शन गर्न पाउँदा। हर हर महादेव। होइन हामी बालकोटबाट अब टाइम लाग्यो लगभग 1 घन्टाको बस चढेर अनि त्यसपछि यहाँनिरसम्म आइपुग्यौँ। एकदम प्लिजेन्ट छ मौसम पनि। अब यो शिवजीको होइन मूर्ति यति ठुलो छ यहाँनिर चाहिँ एकदमै बेलुकाको टाइममा एकदम रिफ्रेसमेन्ट प्लस एउटा स्पिरिचुअल फिल भइरहेको छ। तपाईँहरू पनि आउनु होला। उपत्यकादेखि त्यति टाढा पनि छैन। बेलुकाको टाइममा अलिकति एकदमै रिफ्रेसमेन्ट पाइन्छ यहाँनिर आएर। हामी त एकदमै इन्जोय गरौँ। अब चाहिँ हामी घरतिर लाग्ने बेला भइसकेको छ, अँध्यारो भइसकेको छ। आजको भ्लगमा यति नै र अबको न्यू भ्लगहरूमा फेरि नयाँ ठाउँका साथ उपस्थित हुनेछु। थ्याङ्क यू।